जन्माएको म मेरी आमाका लागि म किन बोल्दिनँ, आमा हुन् महिला भनेको। त्यही भएर मैले सम्पूर्ण आमा दिदीबहिनीहरूको लागि भनेर नै मैले त्यो गीत गाएको थिएँ र त्यो गीत त्यही यही ठाउँमा बसेर फेरि उहाँको चाहिँ यही टिकापुरमै आएर गाउँदै गर्दा मलाई एकदमै लाग्छ। अझै पनि अब भनौँ न त्यो घटनाले साँच्चीकै भन्नु छैन, केही पाएको छैन भनौँ न, न्याय पाएको छैन होइन। त्यही भएको कारणले गर्दा यहीँ फेरि मैले यही ठाउँमा आएर गीत गाउन पाउँदा अवश्य न्याय पाओस् होइन, कोही मान्छे अन्यायमा नपरुन्। त्यो त एउटा प्रतिनिधि पात्रको घटना मात्रै हाम्रो समाजमा यस्ता घटना घटिरहेछ, नघटोस् भन्ने कामना गर्दै म गीत सुनाउँछु। डडेलधुरा दिव्यपुरा थियो जन्म गाउँ, डडेलधुरा दिव्यपुरा थियो जन्म गाउँ। अहिले बस्दै आएकी थिइन् भीमद्वाता ठाउँ, अहिले बस्दै आएकी थिइन् भीमद्वाता ठाउँ। छोरीहरू मनिषा र सरस्वती पन्त, माइली छोरी सुकुमारी निर्मला पन्त। आमाको नाम दुर्गा देवी, पिता यज्ञ राजा, सारङ्गीमा सुनाउँदैछु त्यही घटना आज। गाउँछु गीत समाजको लागि, गल्ती भए माफ पाऊ दाजु भाइ। बाबु बस्ने पहाड गाउँमा कान्छी आमासँग, बाबु बस्ने पहाड गाउँमा अर्कै आमासँग। तिनकी छोरी कञ्चनपुरमा आफ्नै आमासँग। 2075 साल साउन 10 का दिन, निर्दयीले ज्यानै लिए बिना कारण किन, निर्दयीले ज्यानै लिए बिना कारण किन। गाउँछु गीत सारङ्गी रेटेर, देशै रोयो यो घटना देखेर। आमा गर्थिन् सानो तिनो चटपटेको व्यापार, छोरीहरूको सपनालाई बनाउन साकार। कक्षा नौकी निर्मलाको उमेर थियो 13, कलकलाउँदो जीवन उनको गयो त्यसै खेर। मानिसको 2 दिने झोलामा गयो परा निबु खेडा खोलामा। साउन 10 मा आमा गइन् इन्डियातिर, छोडी हिँडिन् होमवर्क गर्न साथीको घरतिर। बेलुकासम्म छोरी आउने कुनै चालतो छैन, गाउँघरमा बुझ्दा पनि अतो पतो छैन। साथी घरमा बुझ्दा पनि अतो पतो छैन। भोलिपल्ट 6 बजे बिहान खबर फैल्यो गाउँमा, घोप्टो पर्या एउटा लास छ उखु बारी छेउमा। त्यतिखेर आमालाई कस्तो भयो, पहाड ढली खिचेको जस्तो भयो। बायाँ सुरुवाल खोलेको थियो लास हेर्दाखेरि, बलात्कार गरी फाल्या रहेछन् हेर कठैबरी। खोला छेउमा साइकल थियो आधा डुबेको, खोला छेउमा साइकल थियो आधा डुबेको। रातभरिको झरीले नि किताब नभिजेको, रातभरिको झरीले नि किताब नभिजेको। चिसो हावा खप्तडमा चलेन, त्यो दिन गाउँमा चुलो आगो बलेन। तिमी नै हो हाम्रो रक्षक, हजार बिन्ती गरी। सत्य के हो पत्ता लगाइदेऊ नेपाल प्रहरी। पोस्टमार्टममा बलात्कार गरेको नै देख्यो, घाँटी थिची थिची मारिया परमा ननी भेट्यो।
खुल्ला आकाश त्यो उड्ने चरीलाई आमालाई वीर जिन्दगी भरिलाई छब्बीस दिनमा पत्रकार सम्मेलन भयो 26 दिनमा पत्रकार सम्मेलन भयो दिलीप सिंह भन्ने मान्छे प्रहरी खोरमा पाइयो भदौ 5 मा त्यसैभरि आन्दोलन चर्क्यो दिलीप दोषी होइन रहेछ बीचमा घर पर्क्यो भोजपुरको प्याउली माने यस्तै भाग्यो पहिले भोजपुरको प्याउली माने यस्तै भाग्यो पहिले न्याय नपाई बाबु आमा रुँदै बस्छन् अहिले न्याय नपाई बाबु आमा रुँदै बस्छन् अहिले दुर्व्यवहार नगरौँ नारीलाई पिर पर्छ जिन्दगी भरिलाई असुरक्षित छोरी चेली दिन अनि साँझ असुरक्षित छोरी चेली दिन अनि साँझ पापीहरूलाई झुन्डाइदेऊ टुँडी खेलको माझ पापीहरूलाई झुन्डाइदेऊ टुँडी खेलको माझ दिनै जस्तो छोरी चेली बलात्कारमै मर्छन् दिनै जस्तो छोरी चेली बलात्कारमै मर्छन् फाँसी दिने कानुन हेरौँ कहिले पास गर्छन् फाँसी दिने कानुन हेरौँ कहिले पास गर्छन् गाए गीत समाजको लागि गल्ती भएमा पाउँ दाजु भाइ पशुपतिमा सुनेको गजुर यस्तै घटना सुनाए हजुर Nice. Very good.